तपाईले महिलाको सम्मान गर्न जान्नुभयो, घरको श्रीमतीलाई होस् वा अफिसको स्टाफलाई होस् या जुनसुकै ठाउँको महिलालाई पनि तपाईले सम्मान गर्न सक्नुभयो भने तपाईको जीवनमा धेरै बदलावहरू आउँछ कि। जस्तो तपाईले घरको श्रीमतीलाई सम्मान गर्नुभएको छ, घरको कुराहरू सेयर गर्नुभएको छ, उसले गरेको कामको प्रशंसा गर्नुभएको छ भने उसले तपाईको फिजिकल मेन्टेनेन्समा नाकबाट बाहिर निस्केको रौँ काट्ने कुरा, कचेराहरू सफा गरेर रहने कुरा, आँखी भुइँ मिलाउने कुरा, कपाल काट्ने कुरा, हेयर स्टाइलको कुरा, अनि चाया निस्केर यहाँ सर्टमा लागिरहेको हुन्छ नि कतिजनाहरूको, त्यस्तो मेन्टेनेन्सको कुराहरू सबै फिजिकल मेन्टेनेन्सको कुराहरूमा श्रीमतीले चासो दिइरहेको हुन्छन् अनि सहयोग गरिरहेको हुन्छन् कि। तपाईले चाहिँ श्रीमतीलाई कहिले प्रशंसा नगर्ने, उसको कामको प्रोत्साहन नगर्ने, उसलाई काममा मोटिभेसन नगर्ने, अनि तपाईँ आफूलाई चाहिँ बारम्बार उसले तपाईँको फिजिकल मेन्टेनेन्सदेखि लिएर तपाईँको वर्किङ पर्फर्मेन्समा चाहिँ उसले सहयोग गरेको छ, तर तपाईँले श्रीमतीलाई चाहिँ वास्ता गर्नुभएको छैन भने बिस्तारै तपाईँको श्रीमतीले छोड्दै जान्छन् कि त्यस्तो सल्लाह सुझाव तपाईँको मेन्टेनेन्सको कुराहरू। त्यसैले घरको श्रीमतीलाई तपाईँले राम्रोसँग सहयोग, सत्कार, प्रशंसा सबै कुरा गर्नुभएको छ भने तपाईँको फिजिकल मेन्टेनेन्समा पनि धेरै हेल्प हुन्छ अनि तपाईँको प्रमोसन हुन्छ, तपाईँको प्रगति हुन्छ।